हाई एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दिदी बहिनी साँझ परेको बेलामा हामी सुँगुरको खुट्टा लिन जाँदैछौँ। र आज मेरो बुढालाई सुँगुरको खुट्टा सुप खानु मन लाग्यो अरे, लु बनाइदेऊ है भन्न थाल्नुभयो। अनि हामी लिनु गयौँ र धनियाँ पनि लिनुपर्ने थियो र हामी मासु लिएर फर्किँदैछौँ। मासु मैले पखालेर अब रेडी गर्दैछु। अनि साथीहरू, मलाई चाहिँ नि यो खुट्टामा यसो यो सानो सानो कपालहरू हुन्छ नि, मलाई यस्तो ट्याक्कै मन पर्दैन है। अनि त्यहाँदेखिको मलाई त्यस्तो नमन पर्ने भएकोले गर्दा मैले ग्यासमा हल्का पोले पनि, अनि त्यो अलिअलि त्यो कपालहरू डढ्छ नि त। अनि त्यही भएर अचम्म नमान्नु होला, मैले कराईमा खुट्टा पकाएको, तर म चाहिँ एकछिनमा त्यो यो के अरे मरमसला हाल्नु अनि मजाले चलाउनु सजिलो हुन्छ भनेर मैले कराईमा पकाउँछु होइन। अनि एकछिन सबै मरमसला हालिसकेपछि चाहिँ लास्टमा म अनि फेरि कुकरमै खनाउँछु। अनि अब कुकरमा खनाएर रेडी भएपछि मैले पानी हालेर अनि बिर्को लगाएर अब सिटी पनि लागिसक्यो। लगभग आजको खुट्टाको सुप रेडी भइसक्यो। अनि म चाहिँ बुढो टेस्ट गर्नु न आजको टेस्ट कस्तो छ भनेर सोध्दैछु। दामी भयो भने चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग। बाइ एभ्रिवान।